हेलो एभ्रिवान वेलकम ब्याक टु माई अनदर ब्लग स्वागत छ हजुरलाई मेरो सर्ट एन्ड स्विट ब्लगमा। आज चाहिँ म साथीको बिहेमा छु होटल बाटिका नेपालगञ्जको। साथीहरू आज भिडियो चाहिँ के कस्तो हुन्छ हजुरलाई चाहिँ अन्तिमसम्म देखाउने छु। साथीहरू भिडियो कृपया नछुटाइकन हेरिदिनु होला। लेट्स सी एभ्रिवान। देख्न सक्नुहुन्छ साथीहरू मेरो साथी र मेरो साथीको भाइ चाहिँ यता आउनुहुन्छ। यो डान्स पश्चात फेरि हाम्रो दुला राजा चाहिँ हाम्रो गाडीमा आउँदै हुनुहुन्छ। दुला राजा चाहिँ गेटमा आउनुहुन्छ। हाम्रो दुला राजालाई चाहिँ वेलकम गर्न हामीहरू गेटमा जाँदैछौँ साथीहरू। ल हाम्रो त यता दुलापट्टिको हाम्रो केटाहरूले चाहिँ त पटाका पड्काउँदैछ साथीहरू देख्न सक्नुहुन्छ। यता चाहिँ पटाका कति राउन्डको थाहा भएन, तर पटाका चाहिँ मस्त पड्काइरहेको थिएँ। अनि त्यो हाइमास लाइटतिर गएर ठोकिरहेको थिएँ क्या पटाका चाहिँ। अनि हेर्नलाई चाहिँ मजा आइरहेको थियो साथीहरू। अनि यता चाहिँ हाम्रो दुलापट्टिलाई चाहिँ के भन्छ वेलकम गर्नलाई चाहिँ यता हाम्रो दुलाको माइती पछि चाहिँ केडी पछिको चाहिँ अहिले हाम्रो दुलाले चाहिँ खै के गर्दै हुनुहुन्छ। अब त्यो त हामीलाई थाहा भएन, त्यसलाई के भन्छन् के हो नजर उतारे हो के हो त्यसलाई थाहा भएन है। दुला चाहिँ हाम्रो भित्र छ। अब के हो थाहा भएन, उहाँले चाहिँ गर्दै हुनुहुन्छ। फोटोसोटो उडाउने पैसा रहेछ उडाउने सबै कुरा चलिरहेछ भनौँ न। हामी चाहिँ त कुनाबाट हेरिरहेको छौँ। अनि त्यही हो साथीहरू। हाम्रो नेताजीले खाँदै हुनुहुन्छ। अर्को हाम्रो प्रधानमन्त्री यत्रो अट्छ एक प्लेट छ पुरै ठ्याक्क यार। नखान छोडे डाइटिङमा छ त जिम गर्ने मान्छे। ठुसो राजा। यताबाट अलि राम्रो देखाउने चाहिँ बरु यो साइडबाट अलिकति क्लियर देखाउँदैछ। ल साथीहरू हामी चाहिँ अब घरतर्फ लाग्नुपर्ने हुन्छ। अनि यस्तै हो।